विदेशमा बसिरहनु भएको धेरैभन्दा धेरै नेपालीको मेन चासोको विषय के हुन्छ भन्दाखेरि नेपाल एकदमै सहज तरिकाले भरपर्दो तरिकाले छिटो टाइममा र कुनै ट्रान्सफर फी बिना कसरी पैसा सेन्ड गर्ने भनेर सम्पूर्ण व्यक्तिहरूले म जस्तै सोचिराख्नु भएको हुन्छ र मैले भनेको हालसम्म करिब 10-15 वटा एपहरू ट्राई गरिसकेको छु। त्यो मध्ये आजको यस भिडियोमा भनेको लिम्फी एप रहेको छ र लिम्फी एपमा पनि ट्याप ट्याप सेन्ड जस्तै विशेष फिचर रहेका छन् र यसमा पनि तपाईले कुनै पनि ट्रान्सफर फी बिना सुपर फास्ट तरिकाले र गुगलकै रेटमा भनेको नेपाल पैसा सेन्ड गर्न सक्नुहुन्छ। यसमा तपाईले हाम्रो प्रोमो कोड SAMIN4C7B प्रयोग गरेर एकाउन्ट खोलेर पैसा ट्रान्सफर गर्नुहुन्छ भने ट्रान्सफर गरिसकेपछि तपाईले 20% भनेको कमिसन प्राप्त गर्न सक्नुहुन्छ। यसबाट नेपालको बैंक खाता, मोबाइल मनी यानी कि ई-सेवा, IMP र खल्तीमा भनेको तपाईले पैसा सेन्ड गर्न सक्नुहुन्छ। कुन कुन कन्ट्रीबाट सेन्ड गर्न सक्नुहुन्छ त्यसका लागि तपाईले डिस्क्रिप्सन हेर्न सक्नुहुन्छ। हामीले बताएका सम्पूर्ण एप प्रयोग गरेर कुन कुन देशबाट नेपाल पैसा सेन्ड गर्न सकिन्छ त्यो सम्बन्धी जानकारी तथा अन्य जानकारी भनेको डिस्क्रिप्सनमा रहेको छ र यसमा तपाईले पैसा लोड गर्नको लागि तपाईले इन्टरएक्ट ई-ट्रान्सफर प्रयोग गर्न सक्नुहुन्छ र यो पनि एकदमै सहज रहेको छ र यसमा डेली लिमिट भनेको 10,000 को रहेको छ यानी कि जुन भनेको हामीले बताउन गइरहेको सम्पूर्ण एप मध्ये हाईएस्ट रहेको छ। तपाईले एक दिनमा $10,000 सम्म यो एपको थ्रुबाट प्रयोग गर्न सक्नुहुन्छ र फर्स्ट ट्रान्सफर तपाईले गरिराख्नु भएको छ भने मिनिमम $100 तपाईले सेन्ड गर्नुपर्ने हुन्छ र हाम्रो प्रोमो कोड प्रयोग गरे बापत 20% भनेको तपाईले ट्रान्सफर कम्प्लिट भइसकेपछि कमिसन पनि प्राप्त गर्न सक्नुहुन्छ। यस एपको एक्स्ट्रा सर्भिस भनेको तपाईले करेन्सी एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ यानी कि अन्य कन्ट्रीको करेन्सी पनि तपाईले यहाँनिर पर्चेस गरेर होल्ड गर्न सक्नुहुन्छ र यसमा पनि एकदमै सहज तरिकाले खाता बनाउन सकिन्छ। तपाईले डिस्क्रिप्सनमा दिएको लिंकबाट एप डाउनलोड गरेर साइन इन गर्ने क्रममा हाम्रो प्रोमो कोड प्रयोग गरेर जसरी ट्याप ट्याप सेन्ड अथवा अन्य एपमा भनेको तपाईले रिसिपिएन्ट डिटेल, सेन्डर डिटेल, पेमेन्ट मेथड सम्पूर्ण कुराहरू राखिसकेपछि तपाईले कति सेन्ड गर्न खोजिराख्नु भएको छ, कुन करेन्सीमा सेन्ड गर्न खोजिराख्नु भएको छ सम्पूर्ण सेटअप गरेर आईडी भेरिफिकेसन गर्नुपर्ने हुन्छ र आईडी भेरिफिकेसन गरेर सहज तरिकाले पैसा भने सेन्ड गर्न सक्नुहुन्छ।